हेलो साथीहरु, गुड मर्निङ। स्वागत छ मेरो भ्लगमा। त म अहिले चाहिँ अर्हाती जिल्लाको मल्लारानी गाउँपालिका वडा नम्बर 9 अन्तर्गत पर्ने यो सबभन्दा टप हैन, एकदम हाईएस्ट ठाउँमा छु। यहाँबाट प्युठान, गुल्मी हैन, अर्हाची भूभागहरु दृश्यावलोकन गर्न सकिन्छ। म तपाईलाई अवश्य देखाउने छु। यहाँबाट तपाईको सुन्दर हिमालहरु पनि देख्न सकिन्छ। तर चाहिँ आज चाहिँ मौसम त्यति सफा छैन है, अनि त्यही भएर चाहिँ आज चाहिँ क्लियर देख्दैन। म तपाईलाई देखाउने छु, हेर्न सक्नुहुन्छ। हिमालहरु त देखि त रहेछ, तर चाहिँ आज मौसम त्यति क्लियर छैन। सो बादल हल्का बादल लागिरहेको छ। अनि चाहिँ फेरि देख्न सक्नुहुन्छ यो पारिपट्टि यो चाहिँ धवलागिरी हिमाल भयो, त्यो लगायतका अन्य हिमालहरु छ। तर चाहिँ आज मौसम सफा छैन, त्यही भएर चाहिँ क्लियर देख्न सकिदैन। यो पारिपट्टि हेर्न सक्नुहुन्छ। अनि त्यहाँ लामा लेक, अहिले चाहिँ त्यहाँ तपाईको फन पार्कहरु बन्दैछ हैन, केही निर्माण पनि भएको छ। अझै निर्माण कार्य पुरा भइसकेको छैन। जेस घुम्नलाई एकदम रमणीय रमाइलो ठाउँ छ। अनि म तपाईहरुलाई यता अर्हाचीको अरु भूभागहरुको पनि दृश्यावलोकन गराउने छु। तर टाढा टाढाको दृश्य त त्यति सफा नहोला हैन। हेर्न सक्नुहुन्छ यो अब यो भनेको यतापट्टिको एनसेलको टावर, उतापट्टिको एनटीसीको टावर। पारिपारिको दृश्य चाहिँ त्यति सफा छैन। आज चाहिँ तुवालो लागिरहेछ हैन, पुरा मौसम सफा छैन। हेर्न सक्नुहुन्छ सबै अर्हाचीको भूभाग हो। यो चाहिँ अर्हाचीको भूभाग हो नि। म तपाईलाई आज एउटा अर्को चाहिँ हाम्रो देश नेपालमा के विकासको काम कस्तो हुन्छ भनेर एउटा उदाहरण स्वरूप एउटा चीज म देखाउँछु तपाईलाई। हेर्न सक्नुहुन्छ यो बाउन्ड्री लगाएको देख्नुभयो होला है। यो बाउन्ड्री लगाएको हेर्नु, यो पुरा बाउन्ड्री गरेको छ हैन। यो सायद 4-5 वर्ष पहिले नै होला सायद है। अब म लाई थाहा भएसम्म चाहिँ 4-5 वर्ष पहिले नै यहाँ चाहिँ भ्यू टावर बनाउने भनेर अहिले चाहिँ सानो संरचना, त्यहाँ के चाहिँ सानो संरचना चाहिँ निर्माण भएको रहेछ, त्यो चाहिँ मलाई थाहा भएन। पुरा बाउन्ड्री गरेर यहाँ चाहिँ भ्यू टावर बनाउने रे के। अनि यति अग्लो ठाउँमा हैन, यहाँबाट सबै अर्हाचीका भूभागहरु, गुल्मीका केही भूभागहरु र प्युठानका केही भूभागहरु देख्न सकिन्छ भने यति अग्लो टप ठाउँमा चाहिँ भ्यू टावर बनाउनु पर्ने आवश्यकता छैन जस्तो लाग्छ मलाई चाहिँ हैन। किनभने यहाँबाट सबै कुरा त्यसै देख्न सकिन्छ। अनि हाम्रो देशमा विकासको काम मतलब कसरी गरिन्छ भनेर अनुत्पादक क्षेत्रमा कसरी लगाइन्छ भनेर यो एउटा ज्वलन्त उदाहरण पनि हो हैन। अब यस्तो अनुत्पादक क्षेत्रमा लगानी लगाएर हैन, अब यो यतिकै बाउन्ड्री भयो, यतिकै खर्च भयो, यति त गयो हैन। बजेट हेर्न न, जनताको करबाट उठाएको पैसाले यति गरेर यहाँ हाम्रो सायद यहाँ मात्रै छैन होला, नेपाल अधिराज्यभरि नै सायद यही नै होला हैन। यो टावर हो, यस्तो टावरहरुको यति अग्लो अग्लो हाम्रो अब यस्तो पहाडी भूभागमा हैन, यसै पहाडको टपमा गयो भने चाहिँ सबै दृश्यहरु देख्न सकिन्छ भने चाहिँ यहाँ भ्यू टावरको जरुरतै पर्दैन हैन। मलाई लाग्छ यहाँ चाहिँ यो भित्र चाहिँ सानो संरचना चाहिँ अहिले चाहिँ बनेको रहेछ। हेर्न सक्नुहुन्छ। सायद हाम्रो जिल्लामा र हाम्रो वडामा मात्रै नभएर यो चाहिँ हाम्रो नेपालभरिकै नै अवस्था यही नै होला सायद। विकास भनेको कस्तो अनुत्पादक क्षेत्रमा खर्च गरिन्छ बजेट भनेर यो एउटा उदाहरण हो। यो हेर्न सक्नुहुन्छ हाम्रो वडाको स्वास्थ्य चौकी, वडा कार्यालय यहाँ तलतिर छ, देख्न सक्नुहुन्छ। नेपाली झण्डा फरफराइरहेको छ। म तपाईलाई म जन्मेको गाउँ पनि देखाउने छु। सायद यहाँबाट देखिदैन होला। साबिक वडा नम्बर 5 यो सेपानी भन्ने चाहिँ तलको यो गाउँ हो है। यहाँबाट क्लियर नदेख्दो रहेछ। यहाँ तलपट्टि मेरो म जन्मेको घर, तर यहाँबाट नदेख्दो रहेछ।